2 तिहाई भएको हुनाले बेलुका पानी पर्यो। त्यो एक किसिमको व्यङ्ग्यात्मक छ 2 तिहाई। वास्तवमा त्यो मैले एकदम मलाई 2 तिहाई भनेर आग्रह पूर्वाग्रहले हामीले 2 तिहाई पाएको हो। चुनावमा गइयो, अब रिजल्ट आउन 2 तिहाई आएको छ। एउटा गीत छ नि, तिर्खा लाग्यो पानी खाएँ मैले के भिराइ। भोटमा गइयो हालिदियो, हाल्दा गन्दाखेरि 2 तिहाई। जुवा खेलेर पैसा कमाएको हो नि, भोटै मागेर दिएको त आएको त राम्रै आएको के हो। तर अहिले राम्रो अवस्था जे भएको छ, धेरै ठाउँमा सन्तुष्टि अलि आएको छैन। तपाईँहरूले सरकारी पत्रिकाले के अरे सरकारको नजिक रहेका मिडियाले एउटा चिज बोल्नुपर्छ, देशको रोग भनेको, समग्र रोग भनेको भ्रष्टाचार। सुनिन्छ, देखिन्छ, मान्छेले भन्छन् मालपोतमा नापिनमा या कसैमा सजिलै काम हुँदैन। त्यो कसले हेर्छ? तपाईँले हेरिदिनुहोस्, एनटिभीले पनि छड्के गरिदिनुहोस्। एउटा सामान्य नागरिक, उदाहरणको लागि राक्षीराम, मकवानपुरको राक्षीराम भन्ने मलाई बढी थाहा हाम्रो विष्टजीले, त्यहाँबाट आएको एकजना कुनै जनजाति या जुनसुकै जाति हो, कारोबार गरेको छ, 1.5 लाखको सम्पत्तिको लिनु छ, 1 सरो चप्पल र 1 सरो चाइनिज जुत्ता लागेको छ, टोपी ल्यापेक्क लागेको छ, एउटा हातमा कुनै घडी औँठी पनि छैन। किन आएको दाजु भनेको मालपतमा पास गर्न आएको भनिन्छ। त्यस्तो मान्छेसँग 100, 200, 150, 200 हाकिमहरू या कर्मचारीले लिँदाखेरि हामीले कसको सेवा गरेका छौँ होला। 10 करोडको कारोबार छ, औँठी लगाएको छ, रातो गाडीमा गएको छ, त्यसबाट 1 लाख आयो भन्दा ठुलो भन्दा यो चाहिँ ठुलो। 2 तिहाईले त्यो चाहिँ हेर्नु। सडक बनेका छन्, युनिभर्सिटी बन्दैछ, टनल मार्ग बन्दैछ, पर्यटनको केबल कारका पर्यटनका क्षेत्रहरू बन्दैछन्, एयरपोर्ट हामी बनाउला, सबै बनाउला। यो काम हामीले कहिले गर्छौँ? तपाईँले जसलाई उभ्याउनुहुन्छ, म हेर्छु हाम्रो महेन्द्रजीले धेरै मान्छेलाई उभ्याउनुहुन्छ, महेन्द्रजीले उभ्याउँछ, अरू प्राइभेट मान्छेलाई उभ्याउनुहुन्छ। तपाईँको देशको पहिलो प्राथमिकता के? तपाईँ बिहानदेखि बेलुकासम्म हाम्रो टेलिभिजन बज्छ, कहिले भजन बज्छ, कहिले पण्डितको प्रवचन बज्छ, चाहिएला पण्डितको पनि प्रवचन त चाहिएला, सबै चाहिएला। मान्छेलाई, नेताहरूलाई, पत्रकारलाई, कसलाई कसलाई विशिष्ट व्यक्तिलाई बोलाइन्छ। बोलाउँदाखेरि एउटा प्रश्न सोध्दैछु, तपाईँ कुन तहमा हुनुहुन्छ? त्यही तहमा। यहाँ त के छ भने मालपोत या बोल्ने कसैले सानो पैसाको घुस खायो, सानो ठुलो जोसिको त्यसको टाउको चोट चाहिँ संसदमा, सरकारमा प्रमुख केपी ओलीको टाउको जान्छ। कहाँ गरेको भने भिट्टामा को गयो? भिट्टामा त कर्मचारी गयो अथवा को गयो? राजनीतिक क्षेत्रका निर्वाचित मान्छेलाई पनि समावेश देखाइदिनुहोस्। ऐना मैले त्यसै भनेको, ऐनामा मैले छड्के टोपीलाई छड्के देखिन्छ, मैले टोपी लगाइन टोपी नलागे देखिन्छ। पत्रकार भनेको ऐना हो, एउटा सानो आँखी ज्याल हो, जसले संसार हेर्छ। नेपालमा हेर्नुहोस्, नाम कमाएका मान्छे धेरै छ। विश्वमा नेपाली सेना भनेपछि नाम चलेको छ। नेपालको टिचिङ हस्पिटलमा पढेको डक्टरलाई राम्रो मानिँदैछ भाइ। पुल्चोकमा इन्जिनियरिङमा पढेको मान्छे राम्रो मानिँदैछ। त्यो सरकारी फन्डिङ भन्छ। नेपाल टेलिभिजन पनि राम्रो मानिन्छ। आज तपाईँ त्रिभुवन विश्वविद्यालयको प्राध्यापक र प्राइभेट कलेजको प्राध्यापकले कुनै प्रोफाइलमा बाहिर पठाउनु सक्छ। टियुकै मानिन्छ, पढाइ कमजोर छ होला। सरकारी संस्थालाई बलियो बनाउनुपर्छ। मलाई लाग्छ यहाँ गाईको कुरा हुन्छ, दुध धेरै आउनको लागि त्यसतर्फको गाई पनि चाहियो, त्यसतर्फको खानपिन पनि त चाहियो। कसले गर्दैछ? आफै पत्रकार कुरो उड्दैन। सरकारको दायित्व बढी कसलाई हेर्ने भन्ने कुरामा अहिले हामीलाई ठुलो समस्या छ। 3 करोड भनेको छौँ हामीले नागरिक, सायद 3 करोड प्लस पनि होला, 2-4वटा। त्यो भित्र एउटा हिस्साका मान्छे कमजोर छ।
वर्गीय हिसाबले भने होइन मैले युद्धले द्वन्द्वले बाढी पहिरोले भूकम्पले कुनै कारणले महामारीले बाबुआमाको गुमाएका क्याटेगोरी कति छन् देशभरि परदेशमा कति छन् पहिलो दोस्रो जन्मदा या पछि अपाङ्गता भएका कति छन् तेस्रो बौद्धिक अपाङ्गता भएका मान्छे कति छन् कोट लाउँछ जुत्ता लाउँछ सबै लाउँछ 50 रुपियाँको नोट कति रुपियाँ भन्नु 1 रुपियाँ मैले त्यो दिमाग गर्नुपर्छ र विभिन्न कारण आफ्नो परिवारबाट आउट भएका बाआमा कति छन् त्यसको पाल्ने जिम्मा भनेको कुनै मठ मन्दिरको जोगीलाई हो अब कि कसलाई अब यो देशमा 2/3 छ मेरो माथि पनि छ तल पनि छ त्यो पाल्ने काम चाहिँ तपाईको भनेर कुनै मठ मन्दिरमा जिम्मा लिएर हामीले सबै पाउँछौँ होला कसका लागि सरकार त्यसको भोट पनि मैले पाएको छु मैले एक ठाउँमा गएँ डोका बोकेर लगेर हिँड्न नसकेँ किनभने भोट कसले हाल्ने ठुला भएको सरले हाल्ने त्यो भोट ल्याएर म यो माला लाउने अनि मैले राहत दिन चाहिँ कसलाई दिएँ ती मान्छेलाई पाल्ने जिम्मा सरकार हुनुपर्छ आगामी बजेटमा मैले त्यो व्यवस्था गर्छु पहिले अब कुनै मान्छेलाई पाल्ने तपाईँ पाल्नु चाहिँ म 2/3 को घोडा चढ्छु तपाईँ चाहिँ अपाङ्गता भएको मान्छेलाई पाल्नुहोस् भनेर मैले दिने मेरो दायित्व त्यो हुनसक्छ अब म सबैको अभिभावक हो उसको पहिले उसको बन्दोबस्त गर अब यो देशमा सडकमा बसेर हरे राम पर्व थापेर बस्ने केपी ओली प्रधानमन्त्री हुने कैलाश बङ्गाल प्रदेशको अर्थमन्त्री हुने अनि डोरमणि पौडेल मुख्यमन्त्री हुने अनि 2/3 चलिरहन्छ यसमा तपाईँले हिट गर्नु मैले 16 तथ्याङ्क मिलाएँ यो 3 करोड भनेको यो सडकमा बस्ने पर्छ नि पर्छ त्यसको लागि स्कुल त्यसको लागि अस्पताल त्यसको लागि आवास आधुनिक ढङ्गको व्यवस्थापन गर्नु यही वर्ष नसकेला मैले सुरुवात गर्छु यो सरकारले गर्छ अनि अब यसको काममा कति जिम्मेवारी छ एनटिपीको भन्ने कुरामा एनटिपीले स्वस्थ आलोचना गर्नुपर्छ सरकारी तर इन्साफ के गर्नु पर्यो भने कुन ठाउँ कमजोर छ कुन ठाउँ ठिक छ भनेर छुट्याइदिनु हामीलाई एकै ठाउँ हाल्ने चलन छ हामीलाई हाम्रो बुझाइ पनि सबै पत्रकार उस्तै भन्ने बुझाइ छ राम्रो त होला नि कोही सबै भैँसीको मूल्य उति हुन्छ सिङ घुमेको अलिक दुध आउनेको बढी हुन्छ सिङ नघुमेको दुध थोर्दिनेको कम हुन्छ सबैलाई थाहा छ भूमिका बढी हुन्छ अब गाईको कुरामा मलाई बहुत मजा लागेको छ म प्राविधिक त होइन तर अहिले प्राविधिक हिसाबले हेर्दा एउटा असल दुध दिने गाईलाई जमिन जम्मा 5 रोपनी चाहिन्छ भन्छ 5 रोपनी भित्रको गोठभित्र वरिपरि उत्पादन एउटा गाईलाई पुग्छ अरे त्यो एक दिनमा एउटा गाईलाई 10 केजी घाँस खुवाउनुपर्छ त्यो घाँस पनि त्यो डाक्टरले पशु डाक्टरले सिफारिस गरेको जोखेको राम्रो अनि त्यो गाईलाई जुठो खुवाउनु पनि हुँदैन सडेको खुवाउनु पनि हुँदैन बासी खुवाउनु पनि हुँदैन मान्छेलाई चाहिँ ग्यास्ट्रिक हुने क्यान्सर हुने बेड बिग्रिने हुन्छ गाईलाई पनि त्यस्तो हुन्छ गाईलाई राम्रोसँग खुवाउनुपर्छ अनि त्यो 10 केजी घाँस खुवाउने राम्रो खालको नस्ल भएको गाईको दुध 30 लिटर 40 लिटर दैनिक अब तपाईलाई 50 केजी घाँस खुवाउने पर्यो भने गाईको दुध कति आयो 10 केजी बराबर 30 लिटर भनेपछि 50 केजी कति हुन्छ 300 केजी लिटर 100 अब हाम्रा गाई कस्ता छन् 10 केजी खुवाउँछ कि पर हिसाब कसैको छैन दुध कति आउँछ भने धेरै आयो एभरेज आयो भने 3 लिटर 4 लिटर हाम्रा त्यो दान गर्ने गाईको त्यो पनि आउँछ बाबालाई दिनु पर्यो नि अनि पत्रकारिता पनि के हुनु पर्यो भन्दा प्रविधि आयो संसार छोपिसकेको प्रविधिले हामीले पुरानै पहिले एउटा क्यामेरा दिएको थियो त्यो क्यामेरामा एउटा लौरो थियो एउटा लाइट थियो एउटा झोला थियो मलाई सम्झना आयो पार्टी काममा हिँड्दै डुल्दै जाँदा मेरो पार्टीले म भूमिगत काममा हिँड्दा जम्मा जम्मी मलाई एउटा याद छ मैले महिनाको 70 रुपैयाँले मैले खर्च गरेँ कुनै लुक्नु पर्दैन अब किनभने म किनेर खाने नि म राम्रो नराम्रो कुनै जनताको घरमा खाने हुँदा पनि हिँड्दा डुल्दा आपत्ति पर्दा मेरो एभरेज खर्च 1500 रुपियाँ हुन्छ अहिले मैले 1500 रुपियाँ हुँदैन परिस्थिति कहाँ पुगेछु मैले चढेको गाडी मेरा स्टाफ मैले खाने खर्च हेर्ने भने मेरो 70 रुपियाँ कल्पनै गर्नु परिस्थिति डाँडो काटिरहेको छ त्यसो भए पशुमा जसरी अघि मैले भने जस्तो गाई पालौँ
समृद्धि के भन्यो भने सबै ठाउँमा क्वालिटी चाहियो नि। हाम्रो त कस्तो चलन छ भने बसेर माइक्रो बसेर टिकट के अरे पेसेन्जर पाएको छैन, रित्ते हिँडिया छन्। यो देशमा रेल ल्याउने भने के चढ्छ रेल, को चढ्छ रेल? प्रश्न यस्तो छ। दुधमा धेरै नस्ल सप्रेको अथवा राम्रो जातको सेक्सिमेन्ट या गाई ल्याएर चाहिँ दुधको सेतो क्रान्ति गराउँछ, रेज द ग्लास उठाउनुपर्छ भने यी गाईको दुध फाला फाल्छ, यी फाला फाल्छ, किन ल्याउनु पर्यो? अनि म सम्झँदै गएँ, मेरो जिल्ला रामेछाप एयरपोर्ट बन्यो 30-32 सालतिर। एयरपोर्टबाट पुरानो सदरमुकाम अहिलेको रामेछाप जाने ठाउँमा बाटो खनिएछ, त्यो माटो कटिङ मात्रै हो, डराछन् मान्छे र नारा राखेछ। सडक खन्न पाइँदैन, नाम्रो डोरीको रोजगारी खोज्न पाइँदैन। त्यो सडक खन्न भनेदेखि डोको बोक्नु पाइँदैन, डोको नभए खान पाइँदैन भन्ने पर्यो। त्यस्तो चिन्तनबाट गुज्रिएको देश आज हामी यो ठाउँमा छौँ। सबैको एउटै अवस्था, तपाईँको जे अवस्था हो पोलिटिकल पनि कहाँबाट आएको छ नेताहरू, त्यही सोसाइटीबाट निर्माण भएको, त्यही सोसाइटीबाट आएको हुनाले हरियो बगैँचामा हरियो वनमा रातै रात पटेक्रा फल्दै पाइन्छ, हरियो हुन्छ पटेक्रा। त्यो हरियोभित्र म एउटा हरियो, तपाईँ एउटा हरियो, समस्या एउटै छ। हामीले तपाईँले सिक्नुभन्छ दिल्लीमा, राजनीतिक कार्यकर्ताले कहाँ सिक्छ? जनताको घरको ताउलो देखेर सिक्छन्, त्यही दलान देखेर सिक्छन्, कहाँबाट सिक्नु पर्यो? अहिले पो जान लाग्यो विदेशी देश जान लाग्दाखेरि पो अरू देशमा त ठुल्ठुला घर रहेछन्, चिल्ला सडक रहेछन्, यो देशका नेता त काठपति रहेछन् भन्न अहिले नै भइहाल्यो। नत्र राजाको पाला भन्नु, पञ्चायतको पालामा मेरो जिल्लामा टोकमामा ढाका गरेर नुन बोक्ने जाने नुन मैले ठट्टा गरेको होइन। तर त्यो जिल्लामा अहिले म जिल्लाको सभापति पनि भएँ एकपटक 54 मा। त्यो बेला सुरु गरेको बाटो आज प्रदेशभित्रका इनेगनेका जिल्लाभित्रको सडक राम्रो भित्र मेरो जिल्ला पर्छ। अनि बिर्सियो अहिले त्यही राजा भयो नि राम्रो हुन्थ्यो नि अहिले भन्दा भनेर भन्ने मान्छे छ नि। एकचोटि कता 58 सालतिर राजा आउँदाखेरि टेलिफोनका तार र पत्रकारितालाई 2-4 छर्कन दिएको सबै बिर्सिसके। अनि अहिले त कसी बोल्ने, त्यही गणतन्त्र आएको बेला बोल्न पाएका छौँ ती साथीले। तर हिजो कहाँ गएको मलाई लाग्छ मेरो जिल्लाको डक्टर जसले देश हल्लाउँछ डाक्टर केसी र म एउटै गाउँका मान्छे, तर पञ्चायत कालमा कहिले अनसन भन्नुभयो। काङ्ग्रेस कालमा बस्नु बोकेर म काङ्ग्रेसको विचार पनि बोक्ने मान्छे, तर काङ्ग्रेसले जो कहाँ बोक्नु अहिले यो सतीदेवी नै हो, यसलाई नबोक्नु हुँदैन, त्यही हो हतियारबाट लाग्नु। उहाँ काङ्ग्रेस पनि हो, तर राजाको पालामा कहिले अनसन बस्नु देख्नु भएको छ? राजाको पालामा कुनै कर्मचारी या पत्रकारले कमसे नेतालाई खसाल्न पाउँछ? अहिले पाएको छ। सम्झिनु पर्छ, हिस्ट्री बिर्सियो भने त्यो कहिले पनि सफल हुँदैन। पुस्ता बिर्सिने चलन छ हामी। एकैचोटि धारामा पानी आएको हुँदैन, वास्तवमा मुहान खोज्दै पाइप गाड्दै ल्याएर हो धारा हाल्छ। अहिले कस्तो हुने हो भने चामल कहाँ पाइन्छ भने दुध कहाँ पाइन्छ पकेटमा, गाई भैँसी छ त्यसको दुध आउँछ भनेर प्रश्न गर्ने चाहिँ 11 पर्छ। 11 प्लस 2 पढ्नेलाई गाईको दुध कहाँबाट आउँछ भनेर धेरै कुरो थाहा हुँदैन। यताबाट भेटबाट त थाहा होला, काठमाडौँ बानेश्वरमा त बोल्दैन। त्यसो भने भूमिका कस्तो छ भन्दाखेरि यो सरकारको भूमिका पत्रकारको भूमिकामा यसको काममा भर पर्छ। उदाहरणको लागि भन्नुहोस्, अब मैले तपाईँलाई ढाक्ने कुरै छैन किनभने म ओपन छु, मेरा सबै डकुमेन्ट ओपन छु। प्रदेश सरकारको अहिलेको हामी 2 महिनाभन्दा उताको रिपोर्ट छ। हामीसँग अहिले चैतमा छौँ, हामी माघको कुरा गर्ने हो भने हामी झन्डै 18% खर्चमा गएको छौँ। अहिले हाम्रो पाइपलाइनमा गएको र भुक्तानी भएको हिसाबले भन्ने हो भने हामी लगभग राम्रो अवस्थामा छौँ खर्चमा। त्यो रिपोर्ट आउन बाँकी छ। प्रदेशभित्र 2-4 कुरा हामीले उठायौँ। प्रदेशभित्र डिजल पेट्रोललाई आउट गर्दै इलेक्ट्रिक बस चलाउनुपर्छ भन्ने हाम्रो एउटा हामी त्यो अहिले साझासँग सम्झौता गर्छौँ। व्यवस्थापन साझाको हाम्रो आफ्नो पहिचानको उसको नम्बर झन्डा प्लेट उसको आफ्नो हुन्छ। प्रदेशभित्रको युनिभर्सिटी हामीले घोषणा गर्न बाँकी छ, कार्यदलले रिपोर्ट दिइसकेको छ।
प्रदेशभित्रका सबै गाउँपालिका खेलकुद मैदान बनाऊ, राम्रै छ बजेट। सदरमुकाममा अलिक ठुलै खालको के भन्छ रङ्गशाला र कभर हल सहित सुरु भएको छ। सबै जिल्लामा कोल्ड स्टोर बनाऊ, किसानको हितमा राख, त्यो पठाइसक्यो। चक्रपथ बनाऊ भनेर चक्रपथको लागि काम सुरु हो। सडक त्यसै गरी सुरु भएको छ। सरकारले केही पनि गरेन, सरकार छैन, सरकार देखौ कि ऐठन हुन्छ, लालै हुन्छ भनेर भन्ने मान्छे पनि छन्। अब सरकारले के गर्नुपर्छ? केही नगरेर बस्नु पर्थ्यो। अब लामो इतिहास केन्द्रीय सरकारको छ, अर्को लामो इतिहास प्रदेश स्थानीय सरकारको छ। प्रदेश सरकारको इतिहास भएको 1 वर्षमा यसको कुनै डकुमेन्ट, कुनै पुरानो चिज हेर्ने चिजै थिएन। सरकार बनेको 1 वर्ष बित्यो, तर सरकारले निर्णय गरेको चिठी या निर्णयलाई मेरो जिल्लामा पुग्नको लागि बनाएको अफिस भर्खर अस्ति मङ्सिरमा अफिस बनायो, कर्मचारी भर्खर आउँदैछ अहिले समायोजन भएर। यो दुःख कसले बुझ्दैन? अनि आउनुहुन्थ्यो, 1 वर्ष भइसक्यो, के गरियो? अनि चिनेको छ भने ठट्टा गर्दाखेरि मैले चिया कफी खाइ भनिदिन्छु, काहीँ अलि निर्दोष दिँदा भने व्याख्या पनि गरिदिन्छु। त्यसैले यस्तो खालको पत्रकार डाक्टर हो जसले गरेको एनालाइसिसले, डायग्नोसिसले मैले औषधि खानुपर्छ, म बाँच्दिन, मर्ने के कमिन्छ। त्यसैले तपाईँ त्यस्तो डाक्टर भइदिनुहोस्, कुनै मेडिकल डक्टर भन्दा बढी भरपर्दो तपाईँ गरिदिनुहोस्। त्यसो भइयो भने हाम्रो गति अगाडि बढ्न कुनै बेरै लाग्छ। अब प्रदेश कस्तो छ फेरि हेर्नुहोस्, अरू प्रदेशमा के छ धेरै मैले बुझ्दिनँ। मेरो प्रदेशको हिसाबले भनिदियो भने मलाई तुरुन्तै डाक्टर महेन्द्र विष्टसँग भेट्नु पर्यो, किर्तिपुरको त्रिभुवन विश्वविद्यालयको बिके प्राध्यापक भेट्नु पर्यो, टिचिङ हस्पिटलकै राम्रो डाक्टर भेट्नु पर्यो, प्रहरी र आर्मी या सरकारका कुनै कर्मचारी, आइटी, डिजी सबैलाई भेट्नु पर्यो भने मलाई 3 घण्टाभित्रमा सबै एक्सेस पाउँछ। त्यो 1 नम्बरले तुरुन्तै पाउँदैन। प्लेन चढेर गए पनि गाह्रो छ, कहिले प्लेन क्यान्सल हुन्छ, म त सजिलो छ। देशको राजधानी, देशको अन्तर्राष्ट्रिय एयरपोर्ट, देशका ठुला ठुला युनिभर्सिटीहरू, देशमा कति बेला घाम झुल्किन्छ, कति बेला घाम अस्ताउँछ भनेर मापत गर्ने गौरीशङ्कर, एकसिङ्गे गैंडादेखि लिएर रेड पाण्डासम्मको अध्ययन गर्ने, अनुसन्धान गर्ने प्रदेशभित्र छ। लिगु खोलादेखि पश्चिम त्रिचुलीसम्मको जलाधारमा अपार जलस्रोतको भण्डार छ। र इतिहासमा पुर्खाहरूले वीरताले आफ्नो वैभव कमाएको, राष्ट्रिय अखण्डतालाई जोगाएको, नेपाललाई जोगाएको, विदेशीसँग जुधेर जोगाएको गढीको किल्ला, सिन्धुली गढीको किल्ला, मकनपुर गढी र चिसापानी गढीको किल्ला हामीलाई चिस्काइरहेको छ। आफ्नो प्रदेश आफैमा एउटा युनिभर्सिटी हो। सामाजिक विज्ञानको हिसाबले, आर्थिक विज्ञानको हिसाबले, पत्रकारिताको हिसाबले संसारमा सबैभन्दा राम्रो प्रदेश यदि कोही छ भने 3 नम्बर प्रदेश छ, गर्वका साथ हुन्छ। त्यो 3 नम्बर प्रदेश एउटा सोसियोलोजिकल विद्यार्थीलाई, एन्थ्रोपोलोजीको विद्यार्थीलाई या पर्यटनको विशेषज्ञलाई, वनको विशेषज्ञलाई अध्ययन गर्नको लागि अमेरिका, बेलायत, जर्मन, अस्ट्रेलियाका विज्ञ मान्छेले यहाँ अध्ययन गरिरहेका। एउटै गाउँमा बेसीमा मालबु केरा फल्छ, बासमती धान फल्छ, आँपमा मालदह फल्छ, उखुमा गेमारा फल्छ, त्यही गाउँको टुप्पोमा स्याउ फल्छ, बिचमा जुना र सन्तला फल्छ, अलितल अम्बा र भैकटर फल्छ। त्यस्तो मातृभूमि भएको प्रदेश एक गरी केरा सडकमा टक्क राखेर बेतन मेरो केरा किन्नु भन्नु पर्दैन। यो पहिलो केराको मैले कति बाबु माल्नु 8000 घरि, म 8.5 दिन्छु, लान्छ। त्यो भित्ताको मान्छे कहाँ छ भन्दा 13000लाई कतार्नु गएछ। सरकार फन्डिङ भन्छ यसलाई। तपाईँहरू एकचोटि हेरिदिनुहोस्, यही औद्योगिक क्षेत्रभित्र नेपाल सरकारको माथामा रहेको दुग्ध विकास संस्थान छ, दुध प्रशोधन केन्द्र छ। त्यसले मूल्य, उहाँले भनेको मूल्य निर्धारण गर्दैछ, तर त्यसले एकसुका घुस खुवाउँदैन। सहकारीको दुध छ, तर प्राइभेट दुध कम्पनीले घुस खुवाएर दुध लिन्छन्, अनि त्यसलाई दुध दिँदैनन्, अनि त्यहाँ दुध नदिया झोकले उसले नि कहिलेकाहीँ घटाइदिन्छ र सडकमा दुध पोख्छन्। हेर्नुहोस् दुध पोखियो। अनि त्यहाँ हेर्नुहोस् त दुध कति छ भन्दा
5000 लिटरको उसको प्रशोधन छ भने 2000 लिटर पनि किन्दैन। उसले दुध किन्नुपर्छ बाहिरबाट, यहाँको दुध पोख्ने पनि छ नि त मान्छे। त्यसको कसले हेरेको छ? अनि के देखाइदियो भने यो दुध पोख्नु किन्दैन, मिल्क ओन्ली। किनभने प्राइभेटले 1 रुपियाँ बढी दिन्छ लिटरमा, कुनै दिन प्राइभेटले त्यो फल्सिटीमा दिँदैन, अनि फेरि उसैलाई गुहार्न जानुपर्छ दुध पोखेको अवस्था। तपाईँले त्यसलाई जानु, तपाईँ समाजवादको बाटो जाँदै हुनुहुन्छ, तपाईँको नातातमा रहेका संस्थाहरू मऱ्यो भने के हुन्छ? मैले अघि नै भने नेपाल टेलिभिजन, त्रिभुवन विश्वविद्यालय, मैले अघि तुलना गरेँ। आज स्कुल पढ्दा हामीलाई प्राइभेट छ, हरेक नानी कहाँ पढ्छ? फलन पास भइसकेपछि के हुनु र पुलचोकमा नाम निकाल्नु, मेडिकलमा नाम, त्यो सरकारी चाहिन्छ। त्यहाँ किन चाहिन्छ? सरकार नराम्रो छ। तर एउटा एनजिओले 50,000 दिन्छु भन्छ, 50,000 खाने मान्छेले प्रहरीको नाम निकाल्यो भने 50,000 छोड्छ, देख्नु भएको छ? के छोड्छ भने त्यहाँ ग्यारेन्टी छैन। सरकारमा पछि ग्यारेन्टी हुन्छ, सरकारको सेवा गर्नुको ग्यारेन्टी भनेको तपाईँहरूलाई भोक छ, दुःख छ, प्राइभेट छ र तपाईँले तुलना गर्न मिल्दैन। 50,000 को तलब छोडेर सिपाहीमा जागिर खान्छ। किन? प्राइभेट सेक्टरका मिडिया हाउसहरूलाई धेरै सुविधा होला, धेरै कमाइ पनि होला, एनटिभीको झन्डा बोक्नेहरूले थोरै तलब होला, दुःख होला, तर तपाईँको सम्मान र गरिमा यो राष्ट्रलाई उचाल्ने दायित्व छ नि, त्यो दायित्वलाई चाहिँ तपाईँले। आज एउटा मन्त्रीले, म प्रदेशको मन्त्री, मैले कति पारिश्रमिक पाउँछु भने सबैलाई लेख्नु छ, पत्रले कति लेख्छन् थाहा छैन। मैले 55,000 पनि पाउँदैन, कति नै पाउँदैन। तर कुनै संस्थामा एनजिओको जिल्लामा काम गर्ने मान्छेको पैसा कति हुन्छ पारिश्रमिक? मैले त्योसँग तुलना गर्न मिल्छ? यो लाउँछु, मलाई लाउँछ नि, यो कति मूल्य छ यसको भन्न सकिन्छ? यो रुमालको मूल्यमा मैले कति गौरव गर्छु। म चाहे 55,000 लिउँ, चाहे म 15,000 लिउँ, एनटिभी टेलिभिजनले मलाई यत्रो 5 तला हालेर प्रमुख अतिथि नारा यो मेरो लागि करोडभन्दा माथि, अन्त गिन्ती करोड। यसलाई कति तुलना गर्न सकिन्छ र? त्यसो उसैले भेट 20,000 को तिमीलाई गजबको अझै लेख। अब हाम्रो बाटो अहिलेको डिरेक्सन भनेको, हाम्रो कार्यनीति भनेको अब सकारात्मक सोचका साथ समृद्ध नेपाल निर्माण गर्न र नेपाली मोडलको समाजवाद, सुशील कोइरालाको आवाज, तात्कालीन प्रचण्डको आवाज, केपी ओलीको आवाज त्यही होइन। अब हामी नेपाली मोडलको समाजवाद जान्छौँ, उत्पादनमा आधारित भनेर हामी सही गर्छौँ। अनि गीत लेख्छ, त्यही गीत लेख्ने एउटा भाइले सिङ्गापुर पनि यही, अमेरिका पनि यही, हिँडो गुन्द्रुक खान्छु, विदेश नजाऊ साथी हो, गाई पालेर बस्छन् भन्छ। एउटा प्रधानमन्त्री अथवा अर्को सरकार हुँदा सरकार आउने बित्तिकै यही हो किन यसो भने 4 वर्ष के गर्नु पर्छ भन्दा 4 वर्ष भनेको चुनावमा आएपछि ठ्याक्कै ग्यारेन्टी हुन्छ होला नहोला। 4 वर्ष बाँचेपछि देखा भएर जानु सिद्धान्तमा डेभिएसन हुन्छ। राजनीतिक झन्डा बोकेर राजनीतिक कार्यक्रम गरेर जानु जाति हुन्छ। तर राजनीतिको बाटो भुलेर गलत ढङ्गमा गइयो भने अघि भने जस्तो जे रोप्नु त्यही हुन्छ। के रोप्या छ? रोप्यौँ के? हामीले जे रोप्नु त्यही फल्छ। फल्ने भनेको उत्पादनको लास्टको बाली नै हो। चुनावमा जाँदा त्यही होला, रोपेको चिज फल्छ। राजनीति रोप्यो राजनीति फल्छ, जे रोप्यो त्यही फल्छ। नेपाली माटो त्यस्तो छ, देखियो। त्यसो भने अब मैले धेरै राखेको कुरा बोलाउनु हो, खुसी लाग्यो। यस्तो यस्तो बोलाइदिएर आफूलाई सुधार्ने मौका, आफूलाई पनि सही बाटोमा हिँड्ने बाटा बन्दीकरण कुरामा मलाई बल पुगेको छ। फेरि पनि मैले यस्तो यस्तो पाउँ राजज्ञान जहिले पनि आइपुग्छु। पत्रकारसँग भन्न सजिलो छ, तर ऐनामाथि नाच्नु चाहिँ पर्छ। हवस् त, नमस्कार।